आजका भाग्यशाली राशिहरू मेषदेखि मीनसम्मका राशिहरू मध्ये सर्वोत्कृष्ट र भाग्यशाली राशिहरू कुन कुन रहेका छन् सम्पूर्ण जानकारी लिएर म हजुरहरूको माझमा उपस्थित भएको छु। आउनुहोस् आजको पञ्चाङ्गबाट शुभारम्भ गरौँ। आज मिति 2083 साल साउन महिनाको 2 गते शनिबार रहेको छ भने तदनुसार 2026 जुलाईको 18 तारिक रहेको छ। त्यसैगरी सूर्योदय बिहान 5:20 मा भयो भने सूर्य अस्त बेलुका 6:59 मा हुनेछ। दिनमान 13 घण्टा 39 मिनेटको रहनेछ भने रात्रिमान जम्मा 10 घण्टा 22 मिनेटको रहनेछ। त्यसैगरी संवत्सरमा रौद्र नाम गरेको संवत्सर चलेको छ भने लगभग 1 गतेबाट दक्षिणायन प्रारम्भ भएको छ। ऋतुमा वर्षा ऋतु र श्रावण महिना रहेको छ भने आषाढ शुक्ल पक्षको चतुर्थी तिथि 8:07 पला 12 विपलासम्म, यसको मतलब भनेको 8:35 सम्म चतुर्थी तिथि रहेको छ भने तदुपरान्त पञ्चमी तिथिको शुभारम्भ हुनेछ। बारमा शनिबार रहेकाले शनि भगवानको पूजन गर्नु, ओम शम शनैश्चराय नमः भन्ने मन्त्रको जाप गर्नु र भगवान शिवलाई जल अर्पण गर्नु अत्यन्त लाभदायी हुनेछ भन्दै अब जाउँ नक्षत्रमा। पूर्व फाल्गुनी नक्षत्र रहेको छ। योगमा बरियान नाम गरेको योग र करणमा भद्राकरण रहेको छ। त्यसैगरी चन्द्रमा 4:33 पछि भोलि बिहान लगभग सिंह राशिमा भोलि बिहान 4:33 सम्म रहनुहुनेछ भने त्यसपछि कन्या राशिमा चन्द्रमाले प्रवेश गर्नुहुनेछ। योगमा लुम्ब योग रहेको छ भन्ने कुराको जानकारी सहित आउनुहोस् सम्पूर्ण यी पञ्चाङ्ग खण्डलाई परिपूर्ण गर्दै अब हामी राशिफल खण्डतर्फ प्रवेश गरौँ। सर्वप्रथम मेष राशिबाट राशिफल वाचन शुभारम्भ गरौँ। बिहानसम्म चन्द्रमा पञ्चम भावमा रहेकाले शिक्षा, प्रेम, सन्तान पक्षमा शुभ समाचार मिल्न सक्छ। त्यसपछि षष्ठम भावमा प्रवेश गरेपछि कामको चाप बढे पनि प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। स्वास्थ्य सामान्य सावधानी अपनाउनु पर्ने देखाएको छ भने व्यवसायमा नयाँ अवसरहरू आउन सक्छ। सरकारी जागिरको प्रयासमा प्रगति हुने सम्भावना देखाएको छ भने आर्थिक कारोबार सोच विचार गरेर गर्नु तपाईँका लागि लाभदायी हुनेछ। शुभ अङ्क 9, शुभ रङमा रातो र शुभ दिशा पूर्व दिशा रहेको छ भने श्री हनुमानजीलाई सिन्दूर अर्पण गरी ओम अङ्गारकाय नमः भन्ने मन्त्रको जाप गरेर अगाडि बढ्नु आजका लागि अत्यन्त लाभदायी हुनेछ भन्दै वृष राशितर्फ प्रवेश गरौँ। बिहानसम्म चतुर्थ भावको चन्द्रमाले घर परिवार सम्पत्ति लाभ दिलाउनेछ। त्यसपछि पञ्चम भावमा पुगेपछि विद्यार्थीलाई विशेष सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुदृढ हुनेछ भने वैवाहिक जीवनमा खुसी थपिनेछ। त्यसैगरी सन्तानबाट शुभ समाचार मिल्ने योग रहेको छ। व्यवसाय र लगानीमा राम्रो प्रतिफल प्राप्त हुन सक्छ। शुभ अङ्क 6, शुभ रङमा सेतो र शुभ दिशा दक्षिण दिशा रहेको छ भने महालक्ष्मीको लागि सेतो पुष्प अर्पण गरेर दिनको शुभारम्भ गर्नु अत्यन्त लाभदायी हुनेछ भन्दै मिथुन राशितर्फ प्रवेश गरौँ। बिहानसम्म तृतीय भावको चन्द्रमाले पराक्रम वृद्धि गराउनेछ। त्यसपछि चतुर्थ भावमा पुगेपछि परिवारसँगको समय बिताउने अवसर मिल्नेछ। शिक्षा, घर जग्गा तथा सवारी साधन सम्बन्धी कार्यमा प्रगति हुनेछ। व्यवसाय स्थिर र लाभदायी हुनेछ भने स्वास्थ्यमा सामान्य रहनेछ। तपाईँका लागि शुभ अङ्क 5, शुभ रङमा हरियो र शुभ दिशा उत्तर दिशा रहेको छ भने उपायमा भगवान विष्णुलाई तुलसी मञ्जरी अर्पण गर्दै ओम बुम बुधाय नमः भन्ने मन्त्रको जाप गरेर दिनको शुभारम्भ गर्नु अत्यन्त लाभदायी हुनेछ भन्दै कर्कट राशितर्फ प्रवेश गरौँ र बिहानसम्म द्वितीय भावको चन्द्रमाले आर्थिक लाभ गराउनेछ। त्यसपछि तृतीय भावमा प्रवेश गरेपछि साहस र आत्मविश्वास बढ्नेछ। शिक्षामा प्रगति हुनेछ। प्रेम तथा वैवाहिक सम्बन्ध सुमधुर रहनेछ। व्यवसाय विस्तारका लागि दिन अनुकूल रहनेछ। सामाजिक सम्मान समेत वृद्धि हुने समय रहेको छ भने शुभ अङ्क 2, शुभ रङमा विशेष गरी सेतो रङ तपाईँका लागि शुभ रहनेछ भने भगवान शिवजीलाई जल अर्पण गरेर ओम सोम सोमाय नमः भन्ने मन्त्रको जाप गरेर दिनको शुभारम्भ गर्नु अत्यन्त लाभदायी हुनेछ भन्दै सिंह राशितर्फ प्रवेश गरौँ। बिहानसम्म चन्द्रमा लग्नमै रहेकाले उत्साह र आत्मबल उच्च रहनेछ। त्यसपछि द्वितीय भावमा पुगेपछि आर्थिक लाभ, पारिवारिक सहयोग तथा वाणीबाट सफलता मिल्नेछ। प्रेम र दाम्पत्य जीवन सुखद रहनेछ। व्यवसायमा आम्दानी बढेर जानेछ भने शुभ अङ्क 1, शुभ रङमा सुनौलो र त्यसैगरी विशेष आजको उपाय अपनाउँदा सूर्यदेवलाई अर्घ अर्पण गरी ओम घृणेश्वरीय नमः भन्ने मन्त्रको जाप गरेर दिनको शुभारम्भ गर्नु अत्यन्त लाभदायी हुनेछ भन्दै कन्या राशितर्फ प्रवेश गरौँ। बिहानसम्म द्वादश भावमा रहेको चन्द्रमाले खर्च बढाउन सक्छ। तर बिहानपछि चन्द्रमा लग्नमा प्रवेश गरेपछि आत्मविश्वास, निर्णय क्षमता र कार्यमा सफलता विशेष बढेर जानेछ। शिक्षा, स्वास्थ्य, प्रेम र वैवाहिक जीवन तथा व्यवसाय सबै क्षेत्रमा सुधार आउने सङ्केत देखाएको छ। नयाँ कार्य प्रारम्भ गर्न शुभ रहनेछ भने शुभ अङ्क 5, शुभ रङमा हरियो र शुभ दिशा
उत्तर दिशा रहेको छ श्री गणेश भगवानजीलाई दुबो अर्पण गरेर ओम गङ गणपतये नमः भनेर दिनको शुभारम्भ गर्नु तपाईका लागि अत्यन्तै हितकारी हुनेछ भन्दै तुला राशितर्फ प्रवेश गरौँ। बिहानसम्म एकादश भावको चन्द्रमाले आम्दानी बढाउनेछ, त्यसपछि द्वादश भावमा पुगेपछि अनावश्यक खर्च बढ्न सक्ने भएकाले आर्थिक अनुशासन आवश्यक हुनेछ। विदेशसँग सम्बन्धित कार्यमा भने प्रगति हुनेछ। प्रेममा धैर्यता अपनाउनु राम्रो हुनेछ। त्यसैगरी शुभ अङ्क 6, शुभ रङमा गुलाबी रङ र शुभ उपाय अपनाउँदा महालक्ष्मीको आराधना गरी श्री सूक्तको पाठ गर्नु, ओम शुम शुक्राय नमः मन्त्रको जाप गर्नु तपाईका लागि अत्यन्तै लाभदायी हुनेछ भन्दै वृश्चिक राशितर्फ प्रवेश गरौँ। बिहानसम्म दशम भावमा रहेका चन्द्रमाले पेशा व्यवसाय र सरकारी क्षेत्रमा सफलता मिल्नेछ। त्यसपछि एकादश भावमा प्रवेश गरेपछि आम्दानी र प्रतिष्ठा दुवै बढेर जानेछ। मित्र तथा शुभचिन्तकबाट सहयोग प्राप्त हुनेछ। शेयर बजारमा सोचेर गरिएको लगानी लाभदायी बन्न सक्ने समय रहेको छ भने शुभ अङ्क 9, शुभ रङमा गाढा रातो र शुभ दिशा उत्तर दिशा रहेको छ। भगवान कार्तिकेय वा श्री हनुमानको पूजन गर्दै ओम हम हनुमतये नमः अथवा भनौँ हनुमान चालिसाको पाठ गरेर दिनको शुभारम्भ गर्नुभयो भने अत्यन्त लाभदायी हुनेछ भन्दै धनु राशितर्फ प्रवेश गरौँ। बिहानसम्म नवम भावको चन्द्रमाले भाग्यको साथ तपाईलाई प्राप्त हुनेछ। त्यसपछि दशम भावमा पुगेपछि कर्म क्षेत्रमा उन्नति हुनेछ। सरकारी जागिर पदोन्नति वा नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना समेत प्रबल बनेको छ। आर्थिक अवस्था बलियो बन्नेछ। शुभ अङ्क 3, शुभ रङमा पहेँलो र शुभ दिशा पूर्व दिशा रहेको छ भने भगवान विष्णुको पूजन गरी ओम ब्रीम बृहस्पतये नमः भन्ने मन्त्रको जाप गर्नाले दिन शुभ भएर बित्नेछ भन्दै आउनुहोस् मकर राशितर्फ प्रवेश गरौँ। बिहानसम्म अष्टम भावमा रहेका चन्द्रमाले स्वास्थ्यमा सावधानी अपनाउनु पर्ने संकेत देखाएको छ। त्यसपछि नवम भावमा प्रवेश गरेपछि भाग्य बलियो हुनेछ। उच्च शिक्षा, धार्मिक यात्रा तथा विदेशसँग सम्बन्धित कार्यमा सफलता मिल्नेछ। प्रेम र वैवाहिक जीवनमा पनि विश्वासको वातावरण सिर्जना हुनेछ भने शुभ अङ्क 8, शुभ रङमा नीलो र शुभ दिशा दक्षिण दिशा रहेको छ। शनिदेवलाई तिलको तेल अर्पण गर्नु, ओम शम शनैश्चराय नमः भन्ने मन्त्रको जाप गर्नु अथवा तिलको तेलमा दीप दान गर्नु अत्यन्त लाभदायी हुनेछ भन्दै कुम्भ राशितर्फ प्रवेश गरौँ। बिहानसम्म सप्तम भावमा रहेकाले वैवाहिक सम्बन्ध सुदृढ रहनेछ। त्यसपछि अष्टम भावमा प्रवेश गरेपछि स्वास्थ्य, यात्रा तथा आर्थिक जोखिममा सावधानी अपनाउनु पर्ने देखाएको छ। साझेदारीका कार्यमा स्पष्ट सम्झौता गरेर अगाडि बढ्दा लाभदायी हुनेछ भने तपाईका लागि शुभ अङ्क 8, शुभ रङमा आकाशे कलर शुभ रहेको छ। भगवान शिवजीलाई जलद्वारा अभिषेक गर्नु, ओम नमः शिवाय भन्ने मन्त्रको जाप गर्नु लाभदायी हुनेछ भन्दै मीन राशितर्फ प्रवेश गरौँ। बिहानसम्म षष्ठम भावमा रहेकाले प्रतिस्पर्धामा सफलता दिलाउनेछ चन्द्रमाले। त्यसपछि सप्तम भावमा प्रवेश गरेपछि प्रेम, दाम्पत्य जीवन तथा साझेदारीका कार्यमा शुभ समयको सुरुवात हुनेछ। व्यवसायमा नयाँ सम्झौता हुन सक्छ भने सामाजिक सम्बन्ध सुदृढ बन्नेछ। तपाईका लागि शुभ अङ्क 3, शुभ रङमा पहेँलो र शुभ दिशा विशेष गरी उत्तर पूर्वी रहेको छ भने भगवान श्रीकृष्णलाई तुलसी अर्पण गरेर ओम श्री कृष्णाय नमः भन्ने मन्त्रको जाप गर्नु अत्यन्त लाभदायी हुनेछ भन्दै मेषदेखि मीनसम्मका 12 राशिहरूको राशिफल मैले हजुरहरू माझ वाचन गरेर श्रवण गराइसकेको छु। आउनुहोस् अब हामी 12 बेला खण्डलाई श्रवण गरौँ। सर्वप्रथम आजको दिन कुन समयमा शुभ कर्महरू गर्नाले हामीलाई राम्रो हुन्छ भन्ने कुरा चाहिँ यो 12 बेलाले जानकारी प्राप्त गर्न सकिन्छ। बिहान 5:20 देखि 7:02 काल समय रहेको छ भने 7:02 देखि 8:44 शुभ समय, 8:44 देखि 10:26 रोग समय, 10:26 देखि 12:08 को समय उद्वेग समय रहेको छ भने 12:08 देखि 1:50 को समय चर समय रहनेछ। 1:50 देखि 3:32 को समय लाभ समय रहनेछ भने त्यसपछिको समय अमृत रहनेछ। 3:32 देखि 5:14 र बेलुका 5:14 देखि 6:59 को समय भने काल समय रहनेछ भन्दै रात्रिको 12 बेलातर्फ विचार गरौँ। बेलुका 6:59 देखि 8:16 काल समय, 8:16 देखि 9:33 लाभ समय, 9:33 देखि 10:50 उद्वेग समय, 10:50 देखि 12:07 शुभ समय, 12:07 देखि 1:24 अमृत समय रहनेछ भने 1:24 देखि 2:41 चर समय र 2:41 देखि 3:58 रोग समय रहेको छ भने 3:58 देखि 5:15 काल समय रहेको छ। चन्द्रमाको बास पूर्व दिशामा रहेको छ तसर्थ पूर्व दिशाको यात्रा र उत्तर दिशाको यात्रा सबैका लागि सर्वमान्य सिद्धान्त अनुसार अनुकूल रहेको छ। त्यसैगरी चन्द्र फल विचार गर्दा मेष, मिथुन, कर्कट, सिंह, तुला, वृश्चिक, धनु, कुम्भलाई आजको चन्द्रमा जुरिएको छ। तसर्थ योगी निवास नैऋत्य दिशामा रहेको छ भने बाणमा अग्निबाण रहेको छ, नागको शिर उत्तर दिशामा रहेको छ भन्ने कुराको जानकारी हजुरहरूलाई दिँदै विशेष गरी
अन्य त्यस्ता कुनै पनि यहाँको प्रश्न जिज्ञासाहरू छ भने हाम्रो सर्वेश्वर ज्योतिष तथा वास्तु परामर्श केन्द्रमा सिधै हजुरले व्हाट्सएप मेसेज मार्फत प्रश्न गर्न सक्नुहुनेछ। आफ्ना चिना कुण्डलीहरू विश्लेषण गराउनु पर्ने छ भने पनि कहाँबाट कुन स्थानबाट सुन्दै हुनुहुन्छ, जहाँबाट विश्वको जुनसुकै कुनाबाट सुने तापनि हजुरहरूले अनलाइनको माध्यमबाट चिना कुण्डली विश्लेषण गराउन सक्नुहुनेछ। यहाँको त्यस्ता केही प्रश्नहरू रहेका छन्, वैवाहिक जीवनसँग सम्बन्धित होस् अथवा प्रेम जीवनसँग सम्बन्धित होस् अथवा शिक्षा स्वास्थ्य आदिसँग सम्बन्धित प्रश्न होस् अथवा अन्य कुनै प्रश्नहरू छन् भने पनि हरेक प्रश्नका लागि केही सोलुसनका लागि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ भन्ने कुराको विशेष जानकारी हजुरहरूलाई दिँदै अहिले हजुरले विशेष गरी पिएस टिभी नेपाल नामक युट्युब च्यानलबाट यो प्रसारण भइरहेको छ। त्यसैगरी सर्वेश्वर ज्योतिष तथा वास्तु परामर्श केन्द्र नामक पेजबाट र विभिन्न फेसबुक, युट्युब, टिकटक लगायतका विविध माध्यमबाट हामीलाई सुनिरहनु भएको छ र साथै सर्वेश्वर ज्योतिष तथा वास्तु परामर्श केन्द्रको विशेष टेलिभिजन सर्वेश्वर टेलिभिजनबाट समेत यो प्रसारण भइरहेको हुँदा यहाँहरू कहाँबाट, कुन देशबाट र कुन स्थानबाट सुन्दै हुनुहुन्छ तसर्थ अवश्य पनि कमेन्ट गर्न नभुल्नुहोला भन्दै अहिलेलाई यो प्रस्तुतिबाट बिदा हुने समय आइसकेको छ। मेषदेखि मीनसम्मका राशिफलहरूले जे जस्तो कुराहरू वर्णन गरे तापनि आजको यहाँको दिन अत्यन्त शुभ रहोस्। जय श्री राधे, हर हर महादेव, ओम नमः शिवाय।